मेरा आँखा कति बेला रसाए मैले थाहै पाइनँ। सायद यो फिल्मले त्यस्तो गरी मेरो मन छोयो होला। र यो फिल्म धेरै लामो पनि होइन, मात्र 26 मिनेटको हो। अर्पा फिल्म इन्टरनेसनल 2020 को बेस्ट सर्ट फिल्मको उपाधि जित्न सफल यो सर्ट फिल्म एलम दीक्षितले डाइरेक्ट गरेका हुन् र उनले दर्शकको मन जित्न एकदमै सफल भएका छन्। यो फिल्म हेर्दा मेरो बाल्यकाल मेरो आँखा अगाडि घुमिरहेको जस्तो लाग्यो र यो फिल्मको परिवेश गाउँघरतिरको परिवेश रहेको छ। मलाई लागेको थिएन कि एउटा सर्ट फिल्मले यतिसम्म पनि मेरो मन दुखाउन सक्छ अथवा मेरो मन जित्न सक्छ भनेर। यसका डाइरेक्टर अथवा यसको निर्माता भनौँ, उनीहरूको काम एकदमै सराहनीय रहेको छ। नेपालमा भएको एउटा परिवेश छ नि जुन किसिमको, त्यो परिवेशलाई यो सर्ट फिल्मले देखाउन एकदमै सफल भएको छ र मलाई लागेको थिएन कि एउटा सर्ट फिल्मले पनि यति मन जित्न सक्छ, यति मन रुवाउन सक्छ र यथार्थतालाई मात्र 26 मिनेटको फिल्ममा निहाल्न सक्छ भनेर। यो फिल्ममा गाउँघरतिरका सिनहरू, त्यहाँका खोलानाला, बालापनमा गरेका रमाइलोहरू, स्कुलतिर हामीहरू साथीहरूसँगै लडेको, खेलेको, ठाउँहरू घुम्न गएको, बाख्रा चराउन गएको, सबै कुरा यो फिल्मले मेरो आँखा अगाडि छर्लङ्ग पारिदियो र कति बेला मेरो आँखाबाट आँसु झरे भन्ने मैले थाहै पाएन। ठुल्ठुला फिल्मले देखाउन नसक्ने चिज यो 26 मिनेटको फिल्मले एकैछिनमा नै देखाइदिएको छ र म यो सर्ट फिल्म हेर्दै गर्दा कति बेला सकियो भन्ने मलाई थाहै भएन। 26 मिनेट 2 मिनेटमा गयो जस्तो लाग्यो, किनकि त्यहाँको कहानीसँग यति रिलेट गरेँ कि कुरा नै नगरौँ। त्यसकारण म हजुरहरूलाई एकपटक अवश्य हेर्नै पर्ने मस्ट वाच सर्ट फिल्म। यसको लागि धेरै लामो टाइम पनि छुटाउनु पर्दैन, मात्र 26 मिनेटको रहेको छ र यो हेरेर हजुरहरूलाई पश्चाताप भएछ, यति नराम्रो फिल्म रिकमेन्ड गरेछ भन्ने चाहिँ कसैले गर्नुहुने छैन भन्ने मलाई एकदम आशा छ। त्यति कन्फिडेन्ट दिन सक्ने यो फिल्म छ। यस्तो राम्रो सर्ट फिल्म निर्माण गरी मलाई मेरो बाल्यकालको भर्जनसँग भेट गराइदिएकोमा म निर्माण पक्षलाई मुरी आभारी व्यक्त गर्न चाहन्छु। र यो फिल्म युट्युबमा फ्रीमै अभाइलेबल रहेको छ, जसको नाम रहेको छ बाबु सर्ट फिल्म भनेर सर्च गर्नुहोला। युट्युबमा फ्रीमै पाउनुहुनेछ र एकपटक अवश्य नै हेर्नुहोला र हजुरहरूलाई कस्तो लाग्यो त कमेन्ट गर्न नबिर्सनुहोला। आजको लागि यति नै। अर्को भिडियोमा म हेर्नै पर्ने सर्ट्स फिल्महरूको लिस्ट ल्याएर पनि आउनेछु। तबसम्मको लागि थ्याङ्क यू।